ब्राजिलमा चाहिँ स्पोर्ट्सलाई चाहिँ धर्म कल्चर भगवान हो नि त उसको लागि त फुटबल भनेको जस्तो नेपालमा पनि त तपाईँको स्पोर्ट्सलाई भगवान सोच्नु जस्तै मैले मेरो हिपहप कल्चरलाई भगवान मेरो धर्म सोध्छु नि त त्यो मेरो धर्म हो नि त अहिलेलाई किनभने मैले त त्यो धर्मलाई मैले त्यो धर्म विकृति गर्दिनँ नि त धर्म सोचिसकेपछि मैले त्यसलाई इजिली लिएँ भने इजी चिजहरू हुन्छ स्पोर्ट्सलाई चाहिँ तपाईँको धर्मको रूपमा लिन थालियो यो चाहिँ हाम्रो कल्चरको रूपमा लिन थालियो भने त्यो आफै विकास हुन्छ क्या अस्ति कुरा भइरहेको थियो यसरी स्पोर्ट्स विकास गर्यो भने त हामीले पनि ओलम्पिक जित्छौँ होइन वर्ल्ड कप त्यहाँसम्म जानु परेन क्या अहिले नै हामीलाई अहिले हाम्रो समस्या भनेको ओलम्पिक नपाउनु होइन हाम्रो समस्या वर्ल्ड कप नजित्नु होइन हाम्रो समस्या त्यो कल्चर नै डेभलप नहुनु हो नि त सुरुमा कल्चर चाहिँ डेभलप गरौँ न त्यो पछि प्रेसर दिनु नि अहिले नै वार्डमा चाहिँ क्लब खोलिसके अब चाहिँ तिमीहरूले चाहिँ वर्ल्ड कप ल्याउनु पर्छ है भन्यो भने त तिनीहरूलाई त प्रेसर भयो नि त त्यो प्रेसर दिने त होइन नि त अहिले नै अहिले त उनीहरूलाई त कल्चर डेभलप गर्ने हो प्रेसर कहिले स्पोर्ट्समा म्युजिकमा आर्टमा मान्छेलाई कहिले पनि प्रेसर दिनुहुन्न क्या प्रेसरले गर्ने चिजहरू होइन अहिले चाहिँ हामीले कल्चर डेभलप गर्ने ठाउँ ठाउँमा यो चिज विकास गरेर बिस्तारै चाहिँ यो यस्तोसम्म होस् कि त्यहाँनिरको तपाईँको महानगरमा वर्ल्डको तपाईँको यो टिमहरूमा गेमहरू हुँदाखेरि यस्तो सेवा सुविधा होस् कि मान्छेलाई रहर लागोस् क्या यो त राष्ट्रिय टिममा भन्दा यहाँ पो सेवा सुविधा र ट्रेनिङ राम्रो रहेछ यतातिर पो जानुपर्छ क्या त्योसम्म गर्न सकिन्छ नि त त्यो 753वटै नगरपालिकाले गर्न सक्छ क्या काठमाडौँले मात्रै होइन क्या त्यो चिज त सबैले गर्न सकिने चिज हो नि त यो चिजलाई त डेभलप गर्दै लान सक्नु पर्यो नि त यो चिजको बारेमा सोच्ने चाहिँ मान्छे चाहियो नि त गेम भने के हो त स्पोर्ट्स भने के हो त त्योमा मेडिटेसन पनि हो त्यो